होइन यो गुन्डुको गुन्डा केपी ओलीले अझ चाहिने कति ठुलो धम्की दिन थाले हो। तेस्रोचोटि महाधिवेशनको चुनाव जितेर अध्यक्ष हुनुभएको छ चिटिङ गरेर होइन। त्यस्तै झोले कार्यकर्ताले गर्दा अझ तेस्रोचोटि अध्यक्ष भइसकेपछि भन्छन् एमालेलाई जसले टच गर्छ छुन्छ नेपाल ठप। नेपाल ठप हुनुपर्छ अरे, नेपाल ठप। यसको बाउको र यसको आमाको वीरता हो र। ऊ त स्वर्गमा गइसकेका छन्, उनलाई सम्मान दिन चाहन्छु। यस्ताहरूले चाहिँ नेपाल ठप्प हुनुपर्छ भन्नु सुहाउँछ र। यो सल्लाह गुन्डा नभएर के हो त? सुशासनको कुरा गर्छ, एमालेले देश बनाउँछ भन्छ। एमालेले जति गल्ती गरे पनि होइन, केही नहुने होइन। एमालेलाई जसले पनि छुन खोज्यो त्यसको लागि नेपालै ठप गरिदिने, यस्तो सल्लाह चुतिया अभिव्यक्ति दिन्छन् यार। अझ नि चाहिने थाहा छैन देशलाई चाहिँ कति नाजुक अवस्थामा पुगाएको छ भन्ने कुरा थोइ लाज लाग्दैन यिनीहरूलाई यार। तपाईँ सम्पूर्ण साथीहरूले सुन्नुभयो होला, नेपालै ठप्प गरिदिनु अरे धम्की दिएका छन्। यो सुशीला कार्कीको सरकारै खारेज हुनुपर्छ अरे यसका बाजे। अनि यसले बयानै दिन नजाने आयोगमा रे होइन। यो को हो र यो? जेएनजीहरूले शेरबहादुर त बुढो भइसक्यो थियो, त्यसै आज छैन भोलि छैन साला। यसलाई रहेछ कि रन गाउनु पर्ने, अलिकति साला किस्मत राम्रो रहेछ सालाको।